साथीहरू छ। यतापट्टिको चाहिँ यहाँ चाहिँ बुद्ध पार्क भइहाल्यो। यो बुद्ध पार्क भइहाल्यो। यो चाहिँ हलचोकको सशस्त्र होइन, यसले के भन्छ, स्टेम भन्छ कि के भन्छ? स्टेम हो। ठुलै छ नि यो फैलिएको। यतापट्टि चाहिँ रिङ रोड भइहाल्यो। स्वयम्भू स्तूप रिङ रोड यो छेउ कुना यो बिचा वनस्थलीदेखि कहाँ पुग्दो रहेछ भनेपछि सशस्त्रको खेल्ने मैदान त ठुलै हो नि। मजाको देख्दो रहेछ भनेपछि यो कहाँसम्म फैलिएको छ त है। यतापट्टि साइडमा चाहिँ पुरै यो जङ्गलको कुनासम्म छ क्या, माथिसम्म है। स्वयम्भू भइहाल्यो। उतापट्टि साइडमा गयो भने देखिन्छ। भनेपछि यो 10 वर्षको पिरियडमा चाहिँ कति बनेको रहेछ कि यो लास्टै बनेको। यो बोरा टायर पनि त्यति थिएन कि। यो माथि पनि सबै घर बनिसक्यो। यो जङ्गल नभए त चिसो पनि हुन्थेन होला, गर्मी हुन्थ्यो होला है काठमाडौँ है। यो जङ्गलले गर्दा पनि हो। स्वयम्भूको स्तूप यस्तो देख्दो रहेछ। बोराटार यो कुना साइडमा चाहिँ बोराटार पर्छ होइन। यो डाँडै माथिबाट यो डाँडै जानुपर्छ है। गएर यो माथिको चुचुरो छ नि साथीहरू, यो चुचुरो हेरी, यो चुचुरो यो चाहिँ जामाचोक है। जामाचोक गुम्बा त्यो भयो। कमिला सरी छ त हो।